हेर्नुस् गाइज सनसेट यता हेर भाइ बहिनी दामी हेलो गाइज वेलकम ब्याक टु सबिन दाइको च्यानल। आज चाहिँ हामीलाई घरमा बस्न अल्छी लाग्यो अनि घुम्न जान लाग्यो। त्यो चाहिँ कहाँ घुम्न जान लाग्यो भनेर चाहिँ हजुरलाई सस्पेन्स। काँडैकाँडाको बिचमा फुल्न एकदम गाह्रो हुन्छ तर फुलले त्यो चुनौती स्वीकार। यो तैँले कहाँ दिए मेरो टिक्का कहाँ हो अस्ति नैको भिडियोमा नि यही थियो। मलाई फुल्न आउने भने त्यति हो। सेम क्लिप हाम्रो यहाँ मकै यत्रो भइसक्यो अनि मेरो त्यो फुल छ। हामी चाहिँ आज यहाँ सबिन बोरा अनर अफ दिस च्यानल यहाँ हुनुहुन्छ काले म हो आज्ञाहाल। भिडियोमा चाहिँ कहिले आएको छैन आइरहेको त अलवेज। मैला समूह गाइस ऐनामा मलाई देख्न सक्नुहुन्छ हजुर उता टाइगर ज्यू राइडर आइरह अगाडि पछाडिको ऊ हाम्रो शिवपुरी गाउँपालिकाको बाटो नि हुन्छ पिच गर्नुपर्छ पिच यहाँ तिमीलाई पिच छ एउटा क्रिकेट आउने चाहिन्छ ट्रु क्रिकेट लभर अब राइडर किराहरू कति उडिरहेको जङ्गल हो किरा हाम्रो राक्षसहरूको सङ्गठन वही सही बनाए त हामी आएको What a surprise guys! Wow, nice! हाम्रो यहाँ राक्षसमा चाहिँ के भइरहेको थियो? हामी आज आउने भने यही हो राइट। हामी चाहिँ आइपुगिसकेका छौँ राक्से हाम्रो लोकल मन्दिर। अनि हामी चाहिँ आज तिनजना छौँ। रोडबाटै जाने बाटो। हामी चाहिँ तिनजना छौँ सबिन दाइ काले प्रसाद अनि म आज्ञा दिदी। यहाँ पाँच धारो छ 5 धारो छ। हामी चाहिँ यहाँबाट कलाक्सी आयौँ होइन। यहाँ चाहिँ छ हाम्रो भाइरल केटो म यस्तो काम नगर है। हामी चाहिँ राख्सी आएको छौँ ऊ यहाँबाट माथि चाहिँ वनदेवी मन्दिर पनि छ अनि त्यहाँ गुफा पनि छ तर हामी जाँदैनौँ किनकि हामीलाई डर लाग्छ गुफामा। के आउँछ बाघ आउँछ के लो आउँछ बाघ तर यहाँ चाहिँ आयो भोलि पुरै सुनसान छ है यहाँ किन हो नजानी म त जान्न है। धारो चाहिँ यहाँ 5वटा धारो छ तर पानी नै आएर त आज किन हो भाइ बहिनी चाहिँ उता गए ओ किन गएको तिमीहरू त्यहाँ ह्याप्पी होली ला उठ्छ नि अब छिटो ओ तिमीहरू चाहिँ कहाँ गरा किन पढा के रेख देखा न मलाई पानी
ल हेर्नुहोस् गाइज हामी चाहिँ यहाँ पुरै राक्सेमा आएको आज यस्तो छ यहाँ पुरै ब्याकग्राउन्ड पुरै जङ्गल अनि मेरो साथमा छ केलो भाइ आज्ञा बहिनी त्यहाँ बनिसक्यो हेर्नुहोस् गाइज भर्याङ पनि बन्दै रहेछ यहाँ चाहिँ गणेश मन्दिर हो क्या उयो यताको चाहिँ त यहाँ एउटा पार्टी थियो त्यो भत्काएर यहाँ अर्को बन्दै रहेछ ऊ त्यो चाहिँ हाम्रो गुरुकुल हो त्यो बर्गरु अर्कोपट्टि हो त्यहाँ चाहिँ महादेवको मन्दिर खोइ गाइस त्यो चाहिँ हाम्रो विद्यार्थीहरू पाठ गरिरहेको थियो इँटाहरू भन्दैछ है गाइस स्कुल यो चाहिँ हाम्रो गाउँको है कहाँ र ल अब हामी चाहिँ यताबाट जाँदैछौँ तलतिर गाइस यो बाटो यो चाहिँ हाम्रो वाउ सनसेट यो गाइस यसको काम चाहिँ यस्तै हो जे भेट्यो हाल्यो ल अब चाहिँ हामी तल्लो महादेव थान के अरे ब्रह्म क्षेत्र जाँदैछौँ गाइस मेरो साथमा छ हामी तल अब माथि हेऱ्यौँ हामी राक्से हेऱ्यौँ अब जाँदैछौँ तल मन्दिर तल राख्छ मैले यहाँ टिका लगाइसकेको हेरौँ लगाइदिन हामीलाई यार के अब लगाइदिनु म त्यो ढुङ्गाबाट टाँसेको थियो त्यो उठाएर लगाइदिएँ guys, bye. को चाहिँ खाली यो चल्नी यो त खत्तमै भयो ल हेर्नुहोस् गाइज के अरे गुरुकुल हो है गाइज त्यो चाहिँ बिल्डिङ हो खोइ खोलो आउँदैछन् डन पौला हेर्नुहोस् गाइज ऊ त्यो पारीको चाहिँ थान्जिङ ककनी एरिया चाहिँ थान्जिङ फाँट थान्जिङ हो होइन गाइज थान्जिङ यो हेर्नुहोस् गाइज यसको हालत कहिले के बोक्छ लाग्दै चल्छ कि भो ओए हावा ल हेर्नुहोस् गाइज सनसेट यता हेर भाइ बहिनी दामी छ यस गाइज वाउ हामी चाहिँ सही टाइममा आएछौँ है आज के अस्ति नै त्यो हामी खेल्न आउँदाखेरि कस्तो हँसिरहन्थ्यो हावाले ओए अचम्म त्यो हावाले बग्यो नि हो उसले भनेको सुन्नु बिहान लङ्गा अरे है ठुलोमा अनि सिस्नुको बोट भनेर त्यो मलाई होइन के भन्यो भने त्यो के अरे त्यो सिनु हो सबिन्दाई नथुनु रे अनि मैले लिएर उसको हात दल्दे ले केही भएन सिनु होइन भन्छ ऐसेलुलाई यस्तो जा सिस्नु गाई आठजनाले भेटाएको है यो चाहिँ के हो भनेर भन्छ जा त फेरि के हो रे टेक्नोलोजी
जादु देखाउनु ला है गाइस हेर्नुस् जादु ओइ के गरे त्यो ल हाम्रो भाइ बहिनी चाहिँ पुरै जादुगर हो है कहिले के गर्छन् कहिले के गर्छन् है हामी तल आइसक्यौँ Yes. गाइस बाइकको साउन्ड कस्तो कुदा हो आज के भयो रे गाइस त्यो चाहिँ तलको चाहिँ ऊ हो के अरे मान्छे पोल्ने ठाउँ त्यहाँ चाहिँ भर एउटा पार्टी पनि बनाएर रहेछ ल पैसै फाल्नु ल हामी चाहिँ यो मन्दिर आइसकेका छौँ यहाँ चाहिँ के अरे मन्दिर छ कहाँ अनि यहाँ अहिले थियो त धेरै भइसक्यो है आर्जन त्यहाँ तलतिर गएको छैन त्यसले अझै देखेन हामीलाई उहाँको पुगेछ आर्जन त डराएर सबिन्दै भन्दो रहेछ डरायो आर्जन डरायो ल हेर्नुहोस् गाइस गोलो गरेर रोपे त के हो त्यहाँ दामी छोड्नु होली गाइस अब हामी चाहिँ घुम्यौँ अब जानु लाग्छ घर अब हामी साथमा छ आर्जन खनाल एके केलो एके बादल हेर्नु कस्तो खतरा देखियो काठमाडौँ चाहिँ उतै हो है गाइस त्यहाँ चिकन खाना पर्ने यसले चाहिँ पार्टी गर्छ अरे आज के पार्टी भन्थ्यो त 10 रुपियाँ लिएर आएको घरबाट 10 रुपियाँ लिएर आएर चुइकम पार्टी यो गाइस दुईटा मात्र आउँछ नि हामी चाहिँ बेला बेला यस्तो पार्टी गरेर भगमा हामीले के पार्टी गरेका थियौँ पाउ पार्टी अमेली पार्टी पाउ गर्थ्यौँ हजुर त्यो भ्लग पनि हेर्नलाई एकदम राम्रो छ अब हाम्रो आजको यो भ्लग नि इन्ट्रेस्टिङ बन्नेवाला छ भन्ने हामीले आशा राखेका छौँ त्यही हो गाइस अब हेर्दै खानु यसले सपोर्ट अनि हाम्रो आर्जन ओ भाइ आवाले खस्यो नाइस देखिने एउटा जादु टेक्नोलोजी युट्युबमा सर्च हेर्ने हामी टिभीमा हरियोमा हरियो गीत त झारै झार होइन झारै झार झारै ब्लू ए ब्लू ब्लू रे झारै ब्लू ब्लू के एउटा गुरु देखाए के देखा रुख त्यहाँ चाहिँ एउटा पोखरी छ होइन त्यहाँ चाहिँ के बासुकी थान कि के भन्छन् के हो नाकको थान यो पोखरी त्यहाँ चाहिँ खाल्टो के अरे अहिले त पुरै झारै झारे त्यहाँ जाने बाटो चाहिँ यस्तो छ गाइस ल अन्त पहिरो लडेछ गाइस त्यही हो है खाल्टो त्यहाँ ल जाम यसको अब हामी कहाँ जाँदैछौँ घर कहाँ जाने चिकन पार्टी गुरुकुल हो यहाँ चाहिँ संस्कृत पढाइ हुन्छ गाइस 10 सम्म संस्कृत पढाइ हुन्छ त्यहाँ चाहिँ पुरै केराको रुखहरू बनिरहेछ त्यो चाहिँ ग्राउन्ड यहाँ ठुलो छ है पुरै इँटाहरू छ त्यहाँ माथि नि राम्रो बन्दै रहेछ
हामी घर जान लाग्यो धेरै घुम्यो आजको लागि द्याट्स इनफ पहिला कसलाई राख्यो मन्दिरलाई अघि नैको जस्तै सिट प्लान सिट अर्गनाइजेसन खाल्टा खुल्टी त्यो त बडा भएको छ त पहिला हामी क्रिकेट खेल्ने ग्राउन्ड यहाँ योभन्दा तल्लो गर तल्लो त बडा भयो इट्स एकदम ड्राई बल खेल्न जाऊँ कि बल भेट्छ हाम्रो बल यस्तो यो उसले रोपले खाइदियो भने haunted house house and के हो अहिले टोइलेट तललाई टोइलेट कसरी बनाउँछ पागल नाइस लजिक साइडमा पुरै वाल्ला यहाँ चाहिँ यो बाटैसम्म आयो किन हो गाई के भन्छ किन हो खै किन हो यहाँ झारातिर मैले भनिसकेँ त त्यो माथिबाट चढाउनु पर्दैन हिलो है गाइस फाइनली त्यो पोखरी किन पोखरी यहाँ भने रानी पोखरी तपाईँहरूको बच्चाहरूलाई भने समिन्दाको एउटा भाउजू खरे नि तरबुज खरबुज चौतारो दिउँसो फेमस प्लेस हामी साइकल लिएर आउनुपर्छ दिउँसो है मान्छे हुन्छ हामी बत्ती नआएर हो यस्तो भौतारी चाहिँ हिँड्या चाहिँ मेन बजारमा छरेको मेन बजारमा मलाई कुकुरले यसरी लहट्या